यो कुलमान घिसिङको पार्टीको मान्छेले दिनु भएको मलाई चाहिँ 2000 रुपियाँ 2032 को भोट भन्दै आउनु भएको थियो। मैले सलाम नि ठोकेको यसरी, सर सलाम छ तपाईँलाई, तर मलाई पैसा चाहियो होइन सर, मेरो ढलको र बाटोको निकास चाहियो भनेर भनेको। अहिलेको लागि 2000 लिनु, अनि यो भोलि म गाडी पठाइदिन्छु भन्थ्यो। फोहोर सफा गर्ने ढल सफा गर्ने गाडी के को आउनु उहाँ, अब उसले पार्टी जित्दैन भन्ने थाहा भइहाल्यो, अनि कसरी आउनु नि। अनि उहाँ तारा काङ्ग्रेस आउँछ, मैले यो भनेको त फेरि त्यो प्रचण्डको भइहाल्यो। प्रचण्ड आउँछ, मैले बाटो बनाइदिए भन्छ। ओ बाटो बनाइदिनु खोइ त ढल यहाँ मेरो घरमा गु निस्किरह, ढल निस्किरह, खोइ त तपाईँले गरिदिनु भयो भनेको त यसरी जानुभयो है। अनि एमाले आयो, एमाले काङ्ग्रेस आयो, मैले त सबैलाई भने हामीलाई सुविस्ता चाहिने भनेको नि पानी छैन, यत्रो मुला काठमाडौँमा पानी छैन, ढलको निकास छैन, ढल पनि यही खोलामा अहिले गनाएर यहाँ हावा गनाएर बर्बाद छ। अनि त्यस्तो छ, अब के गर्नु सरकार, अब बालेन सरले नै गर्ने हो कि अरूले गर्ने हो? सरकारले त बालेनले गर्ने हो नि, तपाईँले जति पनि माग गर्नुहुन्छ त्यो सबै बालेन सरकारको काम हो। अब ढलको निकास चाहियो, पानी खान पाइयोस्, हामीले हप्ताको 2 चोटि मात्रै 4-4 घण्टा पानी आयो भने जति पनि पुग्छ। अब केही छ, केही विकास छैन, अनि फोकटियामा त्यतिकै भोट दियो, केही त भने नि। काङ्ग्रेसको मासु, काङ्ग्रेसको रक्सी खायो, हामीलाई त ल्याइदिएको कसम नढाटिकन भन्छु कि बाक्सा रक्सी ओडी, रेड लेभल ओडी, ओडी भनेको ओल्ड दरबार ब्ल्याक चिन्नी, त्यति महँगो त्यस्तो महँगो 30 किलो मासु, पुलाउ बनाउन 25 किलो, 25 एक बराको चामल, ओहो गेरा गुरी सबै मर मसला। बेला तपाईँलाई त्यस्तो बाँड्थ्यो है सबैलाई यो नि हाम्रै जनताहरू खराब भयो क्या, खास गरी 1000 रुपियाँ दियो मासु भात खानिदियो भनेर झन्डा बोक्दै लान्लारिन्। कोसालाई भोट नदिएको भए कति राम्रो हुन्थ्यो। के गर्नु, खानदिन्जेलसम्म चाहिँ मेरो पार्टी भनेर चुनाव लड्दै हिँड्ने, मैले त कतिजनालाई भने कति पैसा पाइस् भाइ यसरी चुनाव लड्दै हिँडेको भनिदि, मैले त म त बोल्न डराउँछु कसम हो। त्यस्तो भन्दैन, उहाँ गाउँमा सबजना छक पर्छ कति बोलेको यो आइमै भनेर हेर्नु है। अब म भरेको त होइन, उमेर कटिसक्यो तर बिहे भएको छैन महँगाइले गर्दा। म अरू केही नि भन्दिनँ, काङ्ग्रेस एमाले केही नि गरेन, अब घन्टीले गर्ला भन्ने धेरै आश छ। सुकुम्बासी बस्तीमा आइसकेपछि के दुःख गर्नुभयो, यहाँ भारी बोके पनि भन्नुभयो तपाईँले? भारी त किन नबोक्नु र, रातैभरि गुको पानी, यो ढलको पानी फाल्ने, भारी बोक्ने, केराको भारी बोक्न जाने 50-100 रुपियाँको लागि। अब यहाँ कोठा भाडा तिर्नु पर्दैन थियो र पैसा बच्थ्यो होइन। अब अहिले त अब कोठा भाडा तिर्नु पर्छ, कसरी पैसा बचाउने, के खाने, के लाउने। अब यहाँ चाहिँ पहिला घर थियो र पो त खाँदै नखाए पनि पानी खाएर मात्र सुत्दा नि पेट भर्थ्यो, अब त त्यो पानी नि किनेर खानु पर्छ, अनि गाह्रो छ नि। अब मैले त बच्चैदेखि दुःख पाऊ, साह्रै भारी पनि बोक्नु भयो। भारी त कति बोके, बाटो बनाउने काममा गिटी बालुवा बोकेन कि, रडहरू बोकेन कि, इँटाहरू ढुङ्गा माटोहरू बोकेन। आफ्नो लागि बिहे गर्ने समय नै पाउनु भएन। समय अब पैसाले समय पाएन, समय त पाएको पैसाले नै, महँगीले पाएन क्या। त्यही भएर त सुन भनेर पितल लगाएको नि, नभए त झपक्कै सुन आएर हिँड्थ्यो नि। कार चढेर हिँड्नु मन लाग्यो आफूलाई, बङ्गला बनाएर अब कसले दिनु छैन। त्यही भएर सरकारलाई चाहिँ म के भन्छु भने नि, बालेन सरकार जे हुनु थियो भइहाल्यो। अब अरूको मासु भात खायो नि भोट तपाईँलाई दिइहाले। अब यति चाहिँ बिन्ती बिसाउँछु, महँगाई कम हुनु पर्यो र कोठा भाडा चाहिँ, यो काठमाडौँको ठुलो घर हुनेहरू धेरै धनी भए, अब उनीहरूलाई नि कारवाही गर्नु पर्यो क्या हजुरले। धनीले कारवाही गर्ने, अब कोठा भाडा घटाउनु परेन त, नभए त निक्लेर गइहाल भन्छ। धनीको लागि पनि त हामी जनता हो नि होइन, अनि हामी हामीलाई बचाउनु पर्यो नि होइन, बचाउनु पर्यो। नेपाली हुन् अनि हो नि त, उनीहरूले पनि त ल दया माया गरेर महिनाको एउटा कोठा 2500-3000 के धेरै होइन, 2500-3000 त लिएन, मलाई 1000 रुपियाँ सापट्टि भएन मागेर नि तिर्न सक्छ नि त, हो कि भनौँ न। अनि अब 8000-9000 त कसरी दिने भने, 5000 सापट्टि लियो भन्दा तैँले त मलाई भोलि दिँदैन, तँलाई किन दिने भन्छ, दिँदैन 1000 रुपियाँ त दिन्छ नि। त्यही भएर कोठा भाडा र महँगाई चाहिँ कमी गर्नु पर्यो सरकार। मलाई अरू केही चाहिएन, सबैजना बाँझो हुँदैन, त्यसपछि खुसियाली जिन्दगी हुन्छ।
यहाँ घर जग्गा बाँझोको कुरा हुन्थ्यो तपाईँले मान्छे बाँझो मान्छे बाँझो अब के को घर जग्गाको बाँझो भने मान्छे बाँझो हुने बेला भइसक्यो तर भएको पनि छ हजुरले हेर्नु न कति फ्यामिलीमा त्यो समस्या रहेछ है कति ठाउँमा हेर्नु मेरो फ्यामिलीदेखि लिएर मैले बाहिरको म त सानै उमेरदेखि यो बाबु जत्रो हुँदादेखि म घरबाट बाहिर निस्केको हो कि घरमै नबस्ने हो म त पैसा कमाउनको लागि कहाँ कहाँ चाहिँ गएन पैसा भन्ने चिज यो पापी पेट कस्तो हुँदो रहेछ अनि पैसाको लागि उहाँ हेटौरा वीरगञ्ज गएन कि 14 जिल्ला घुमेको छु म रातभरि गाडीमा गएँ नि त्यस्तो हो के त्यही भएर अरू त केही होइन सरकारलाई त्यति बिन्ती गर्छु मलाई यो सुकुम्बासी भत्काएर मन त कता खान्छ किनकि अब यत्रो वर्ष भइसक्यो यहीँ बसेको होइन अब यहाँबाट नजिक हस्पिटल नजिक स्कुलहरू नजिक थियो अलिकति थोरै थियो वातावरण किनकि अब यो खोलाको पानी ठुलो पर्यो भने आउँथ्यो अब यस्तो सबैजना सुविस्तै खोज्छ सुविस्ता भएको ठाउँमै बस्न खोज्छ त्यसैको कारणले चाहिँ अब के भने गाउँमा नि तपाईँले विकास गरिदिनु पर्यो होइन स्कुलहरू राम्रो सरकारी स्कुल कुनै नि गतिलो होइन सरकार तपाईँलाई के भन्नु आमै नि उहाँ एक्जाम दिएर फेल भएको बच्चालाई नि पास गरेर माथि चढाइदिन्छ हाम्रो अहिले उतातिर त्यस्तै छ उहाँ लेख्नै आएन अरे 4 क्लासबाट 5 क्लास पठाइदिए अरे अब बोरिङमा त्यस्तो हुन प्राइभेटमा बोरिङ पढाउन सक्दैन सरकारी स्कुल पनि हजुरले करा गर्नु पर्यो सरकारी स्कुलै राम्रो बोरिङ जस्तै पढाउनु पर्यो होइन उतातिरको अनि अब यतातिर त बोरिङ स्कुल पनि त्यस्तो छ अरे पैसा मात्र धुत्ने काम भइरहेछ यो अब यति धेरै गरिसक्नु भएपछि त्यति काम नि गर्नुहुन्छ भन्ने मलाई